आदरणीय दर्शक महानुभावहरू नमस्कार। म दिदार थापाले अहिले म कोची युवा शान्ति गाउँपालिका नम्बर वार्डको गौडा हुने ठाउँमा आएको छु। यो चाहिँ विज्ञानबाट थोरै चाहिँ उत्तरतर्फ रहेको छ। आधी घन्टाको दूरीमा आइपुगिन्छ। तपाईँ यो ठाउँको विशेषता भनेको गर्मी मौसममा आएर नुहाउने, इन्जोय गर्ने, फोटो खिच्ने, विभिन्न खालको रमाइलो गर्ने त्यही कुराहरू खाने यस्तो ठाउँ रहेको छ। यो ठाउँमा तपाईँले एक दिनको समय लिएर आउन सक्नुहुन्छ भने, समय छैन भने आधी घन्टा, 1 घन्टा, 2 घन्टा, 3 घन्टा तपाईँले जति बस्न मन लाग्छ दिनभरि बस्दा पनि नअगाउने ठाउँ, जति नुहाउँदा पनि तपाईँले वाक्क नलाउने ठाउँ, यति राम्रो सुन्दर ठाउँ रहेको छ। यो ठाउँबाट तपाईँलाई म भिडियोबाट बोलिरहेको छु। यो भिडियो बनाउनुको तात्पर्य के हो भने, तपाईँलाई मनको शान्ति खोज्नको लागि टाढो जानु पर्दैन। झापा जिल्लामा पनि यति राम्रा, यति सुन्दर झरनाहरू, दृश्य भएको ठाउँहरू, प्राकृतिक प्रेमीहरूलाई चाहिँ आनन्दित तुल्याउने ठाउँहरू रहेका छन्। यस्तो ठाउँको एउटा गौडा पनि तपाईँको हृदय हुनसक्छ। तपाईँ योभन्दा अगाडि आउनुभएको छ भने पक्कै तपाईँले त्यो महसुस गर्नुभएको छ। यदि आउनुभएको छैन, पहिलोचोटि आउनुभएको छ भने यो दृश्य देखेर तपाईँ मनमोहक हुनुभएको छ भन्दै यो दृश्य चाहिँ विशेष गरेर झापा कोची बुद्ध शान्ति गाउँपालिका 6मा रहेको छ। यहाँ तपाईँ यहीँ बास गर्न चाहनुहुन्छ भने होमस्टे रहेको छ। त्यही कुरा खान चाहनुहुन्छ भने खानेकुराहरूको पनि स्थलहरू रहेको छ भन्दै, प्रकृतिलाई मन पराउँ भन्दै, घुम्न जाउँ भन्दै, नेपालको विभिन्न ठाउँहरूको पर्यटनको लागि तपाईँहरूको पनि भूमिका रहन सक्छ भन्दै यो सानो भिडियोबाट क्यामेरामा गोपाल पोखरेलको साथ म लिएर झापाली गौडाबाट म बोल्न गइरहेको छु। नमस्कार, तपाईँको दिन शुभ रहोस्।